अब्राहम लिङ्कनका अनुसार तपाईँ के गर्न सक्नुहुन्छ? अमेरिका जस्तो शक्तिशाली राष्ट्रको 16औं राष्ट्रपति अब्राहम लिङ्कनलाई नचिन्ने मानिसहरू संसारमा सायद नै नहोलान्। एउटा गरिब परिवारमा जन्मिएर जीवनमा अनेकौं सङ्घर्ष गर्दै 10औं चुनाव हारिसक्दा पनि हिम्मत नहार्ने बहादुर र धैर्यवान व्यक्तित्वका प्रतिमूर्ति हुन् अब्राहम लिङ्कन। जिन्दगीका उतार चढावहरूलाई आत्मसात गर्दै अमेरिका जस्तो देशको 16औं राष्ट्रपति बन्न सफल अब्राहम लिङ्कनका महान भनाइहरू। 1. प्रजातन्त्र भनेको जनताको लागि जनताको द्वारा गरिने शासनको पद्धति हो। 2. मलाई रुख ढाल्न छ, घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लाग्नेछु। 3. मित्र त्यो हो जसको तिम्रो जस्तै सम्मान शत्रु हुन्छ। 4. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँदछ। 5. मेरो चिन्ता तिमी असफल भएको प्रति होइन, असफलताको बावजुद तिमीले नदिएको निरन्तरता प्रति छ। 6. अन्त्यमा यो गनिँदैन कि जीवनमा कति वर्ष बाँच्यौ, बरु यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौ। 7. आफैमा विभाजित गृह कहिले पनि माथि उठ्न सक्दैन। 8. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैँभरि मूर्ख बनाउन सक्दछौ, तर सबैलाई सधैँ मूर्ख बनाउन सक्दैनौ। 9. म अहिले जहाँ छु र जे भन्ने आशामा छु यसका लागि म मेरो आमाप्रति ऋणी छु। 10. म मेरी आमाको प्रार्थनाहरू अझै सम्झन्छु जसले मलाई पछ्याइरहन्छन्, जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ। हामीले केही सम्बन्धमा थप जानकारी दिएका छौँ। मान्छेले किन अरूको प्रगति सफलताले सुखी बनाउँदैन? किन मान्छेले अरूको नराम्रो मात्र देख्छ? अरूको आङको जुम्ला देख्ने, आफ्नो आङको भैँसी पनि नदेख्ने नेपाली समाजमा प्रचलित भनाइ हो यो। ख्याल गर्नुहोस् त, जब हामी एक अर्कासँग भेट्छौँ तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौँ, फलानु यस्तो फलानु उस्तो भन्दै। हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौँ, खोतलिरहेका हुन्छौँ, अनावश्यक र मनगढन्ती टीका टिप्पणी गरिरहेका हुन्छौँ। जबकि हामी यसरी जमघट भइरहँदा कहिले तेस्रो व्यक्तिको गुणगान गाउँछौँ, सकारात्मक र राम्रो कुरा बारे चर्चा गर्छौँ। यो दुर्लभ वा अपशब्द हुन सक्छ, किनभने अक्सर हामी अरूको निन्दा गरेर आफू रमाइरहेका हुन्छौँ। अरूको बारेमा नराम्रो चर्चा गरेर हामी आनन्द लिइरहेका हुन्छौँ। हाम्रो प्रवृत्ति के हुन्छ भने अरूको गल्ती कमजोरी सजिलै पहिलाउने। अरूले के गल्ती गर्छ, अरूको कमजोरी के छ, हामी फटाफट भन्न सक्छौँ, छुट्याउन सक्छौँ। आफ्नो गल्ती कमजोरीमा किन हाम्रो मुख टालिन्छ? तर कसैलाई सोध्नुहोस् तिम्रो गल्ती कमजोरी के छन्, सम्भवतः उसले मुख टाल्नेछ, उनको वाक्य फुट्ने छैन, चुपचाप बस्नेछ। किनभने अरूको गल्ती कमजोरी खोताल्नेहरूले आफैतिर भने कहिले फर्केर हेरेका हुँदैनन्, आफ्नो गल्ती कहिले देख्दैनन्, कमजोरी देख्दैनन्, त्रुटि देख्दैनन्। अरूको चिया चर्चा गर्दा गर्दै आत्ममूल्याङ्कन गर्न भुल्छन्। हामी अरूको नराम्रो कुरा कति सजिलै पहिलाउँछौँ। यदि कुनै व्यक्तिको नाम लिएर हामीले फलानुको बानी कस्तो छ, फलानु कस्तो मान्छे हो भनेर सोधियो भने हामी फटाफट जवाफ दिन थाल्छौँ। कनीकुठी उनको गल्ती र कमजोरी औलाउन थाल्छौँ। प्रश्नकर्ताले उनको नकारात्मक कुरा मात्र सोधेका हुँदैनन्, तर हामी उनको सकारात्मक कुरा भन्दैनौँ। सत्य भन्नुपर्दा खुसी नै जीवनको शक्ति हो, सौन्दर्य हो। तर कहाँ पाइन्छ खुसी, कसरी मिल्छ खुसी? हामी सोच्छौँ पैसाले खुसी मिल्छ, धन दौलत खुसी दिन्छ। हो, यसले हाम्रो जीवनयापनलाई सहज बनाउँछ, हाम्रो अप्ठ्यारा र समस्याहरू सल्टाइदिन्छ, जीवनलाई केही हदसम्म सहज बनाउँछ। यसर्थ यी माध्यम हुन्, स्रोत होइनन्। पैसाले खुसी मिल्छ भने सबैभन्दा धन्याढ्य संसारकै सबैभन्दा बढी खुसी हुने थिए, जबकि विश्वका सबैभन्दा धेरै धनी राशिका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुसीमा कति पनि अन्तर छैन। एउटा अर्बपतिले करोडौँ आर्जन गर्दा जति खुसी अनुभूति गर्छ त्यति नै खुसी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ। यसर्थ खुसीको मात्रा र परिणामले न धनी भन्छन्, न गरिब, न शक्तिशाली भन्छ, न कमजोर। खुसी त उही हो। अझ घातलाग्दो कुरा त खुसी बाहिर होइन, हामी भित्र हुन्छ। हामी आफू स्वयं खुसीको स्रोत हौँ। खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन, खुसी चोरी डकैती गर्नु पर्दैन, किनभने यसको अथाह स्रोत हामी भित्र छ। नेपालीमा प्रचलित भनाइ छ, भोक मिठो कि भजन, निन्द्रा मिठो कि ओछ्यान। वास्तवमा कुनै पनि भौतिक वस्तु वा उपलब्धि खुसी होइनन्।
खुसीका स्रोत हैनन्। खुसी त हामीभित्र छ। खुसी कहाँ खोज्ने त? खुसी हुनु एक मानवीय व्यवहार प्रवृत्ति हो। हामी सधैँ खुसीको खोजीमा हुन्छौँ। खुसीको खोजीमा नै हामीले खुसी नै गुमाइरहेको हुन्छौँ, किनभने हामीलाई लाग्छ खुसी ती तमाम भौतिक कुरामा छन् जसको प्राप्तिले हामीलाई खुसी बनाउँछ। खुसी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन, यस आरामको जरुरत पर्दैन, मिष्ठान भोजनका आवश्यकता पर्दैन। खुसी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ। खुसी किन हुने त? जब हामी खुसी हुन्छौँ तब हाम्रो आसपासको वातावरण पनि राम्रो हुन्छ। हाम्रा अघिल्लोतिर उभिने मान्छे पनि प्रफुल्ल हुन्छन्। घर परिवार सदस्य खुसी हुन्छन्। खुसीले खुसी विस्तार गर्छ। जब हामी खुसीको अवस्थामा हुन्छौँ हाम्रो मन शान्त हुन्छ, मस्तिष्क स्थिर हुन्छ। यसले शरीरका विकारहरू हटाउँछ। रिस, राग, घृणा, क्रोधको स्रोत घटाइदिन्छ, अर्थात् हाम्रो मनोविकार पखालिन्छ। यसर्थ हामी खुसी हुनुपर्छ। खुसी हामी आफैसँग छ। साना साना उपलब्धि, साना साना कुरामा पनि हामीले खुसी हुने प्रवृत्तिको विकास गर्नुपर्छ, किनभने खुसी नै संसारको सौन्दर्य हो। जीवनलाई हेर्ने हाम्रो दृष्टिकोण नै हाम्रो खुसीको स्तर निर्धारण गर्छ। यदि हामी अरूको सफलतामा रमाउन, सकारात्मक पक्षहरू खोज्न र आत्ममूल्याङ्कन गर्न सक्यौँ भने जीवन साँच्चै सरल, सुन्दर र आनन्दमय बन्न सक्छ। खुसी कुनै बाहिर उपलब्धिमा मात्र निर्भर हुँदैन। यो हाम्रो भित्रको एउटा शक्ति हो। हाम्रो सोच, व्यवहार र दृष्टिकोण नै हाम्रो वास्तविक सम्पत्ति हो। अब तपाईँको पालो। तपाईँ के सोच्नुहुन्छ? खुसीको वास्तविक स्रोत के हो? तल कमेन्ट गर्नुहोस् र आफ्नो विचार बाँड्नुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अझ रोचक र ज्ञानमूलक सामग्रीहरूका लागि हामीसँग जोडिनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्म सकारात्मक सोच राख्नुहोस्, खुसी बाँड्नुहोस् र जीवनलाई अझ सुन्दर बनाउनुहोस्।